ओछ्यान पनि मैले चाहिँ ओछ्यान नमिलाएको दिन चाहिँ पाहुना आउँछ नि भन्न आज चाहिँ आएन खान त्यही पनि अब मिलाउनु पऱ्यो नि त भनेर मिलाएँ। एउटी महारानीलाई ओछ्यान मिलाइदिएन हो म बाहिरको काम गर्छु भनेर गएको थिएँ मिलाइदिन चाहिँ अनि ठिकै छ नि त अब नमिला तैँले नमिलाउँदा नि मलाई मेरो हात खुट्टा छैन र भनेर मिलाउनु थालेको। अब मिलाइसक्न आँटे साथीहरू अल्छी लाग्दै भए पनि अनि मिलाइसकेँ देखिन्छ अनि यहाँ टेबलको सामान पनि कस्तो ग्याजनिङ हुन्छ क्या अनि बढाएर सक्क पारेर बढाइसकेँ बढाएर ढाड दुखिसक्यो आफ्नो चाहिँ एकछिन मोबाइल हेर्नु पर्यो भनेको। ढोका खोल न ढोका खोल। को आयो बल्ल बल्ल बसेको यहाँ म हौ म लास्टै गर्मी भएर अल्छी पनि लाग्यो अनि तेरो कोठामा आएको क्या यसो फोन गरेर यहाँ हेर्नु म एउटा टिकटक कस्तो हाँस उठ्दैछ भने आउन त यस्तो नबिगारी बसे हेर न बेहोरा चाहिँ यस्तै छ क्या त ल हौ ल के साह्रो नाटक नगर हेर न फेरि बेहोरा अलिक मिलाएर बस्नु अर्काको ओछ्यान भने यहाँ हेर्न एउटा रिल्स कस्तो हाँस ए उठ्दैछ फेरि क्या हात चाहिँ नला भन्दैछु नि म हेर्न के फेरि हेर्न यसको कपाल हेर्न ल मेरो म मिलाइन्छु क्या तेरो कपाल तेरो त बेहोरा नि यस्तै छ पर जानु क्या म यहाँ बस्छु तल बस्ने तल आइज त्यहाँ तल आइज भने तल आएर बस त्यहाँ त्यो ओछ्यान मिलाएर सबै सकिस् बसेँ क्या बसेँ म बसेँ त्यहाँ माथि गइस् भने तल भेट्छ सिरानी दिएन एउटा यहाँ वाक्का लाउँछु त सिरानी फेरि माथि गएर खेलौँ न बरु यस्तै हेर अब भनिस् त ओ नो यो के हो तेरो पारा चाहिँ मिलाएर मेरो ओछ्यान मिलाएर ल मिलाउँछु नि त मिलाउँछु ल मिलाउँछु ए लडिस् अब मिलाउँछु नि त त्यो मिला छिटो मिला लु त काम दिने रहेछस् त लाती लिएर बल्ल मिलाएको आफूले कतै साह्रो परेर ढाड दुखी ज्यामक दुध आएर कस्तै साह्रो पेसेको कतिचोटि मिलाउनु हो यही ओछ्यान यस्ता त ढोकै नखोल्या भए हुन्थ्यो बरु।